Oh my god, so We are getting ready for our backpacking trip. Okay guys, चलो. See you. कस्तो लागिरहेछ जाडो. बाहिर त यस्तो घाम लागिरहेको तर हामीलाई जाडो भइरहेछ आज कति हो? ल आज. मैले 5 होला. एकैछिन ड्यु गर्नुपर्छ है. Yeah. हामी हरायौँ भने उता हेर्नु. Okay guys. ओ कति राम्रो देखेको. so beautiful guys Assalamualaikum. धेरै थाकेको अवस्था त्यसो थाकेको होइन कस्तो दुखाएको के काल. यहाँ दुखाएको छ Okay, मेरो त्यही हो. थाक्नु थाकेको छैन के खासमा. Hi Hi guys, अहिले चाहिँ हामी कहाँ छौँ भन्दाखेरि कि हामी जङ्गल टेबल माउन्टेन जाँदैछौँ. के अरे? टेबल माउन्टेन. के माउन्टेन? टेबल. टेबल माउन्टेनबाट हामी स्लाइड tables, but we are in table mountain. हामी स्लाइड माउन्टेन को ट्रेलबाट स्लाइड माउन्टेन विल्डरनेसबाट Guys, एकदम Table ठाउँ mountain. भएको अवस्था हैन. एकदम ओह्रालो. तर इट्स सच अ गुड प्लेस. दामी ट्रेल छ, दामी छ भ्यू चाहिँ. अनि हामी कति बजी हिँडेको रे गाइस? 40 मिनट भयो. 40 मिनेटको त कम्प्लिट थियो हैन. 40 मिनेटको ट्रेल. माछा नि होला यहाँ त. माछा छैन छ. त्यो किरा छ भनेपछि माछा किरा त छ हो. त्यो किरा जहाँ हुन्छ नि माछा हुन्छ. Oh my god. कति ठुलो. Oh my god. पानीको छेउमा लुके त. So cute. Wow, worth it. Yeah. घर आएको अहिलेको घरमा ओ यहाँ त आम्मालो. वान्छ हाल्दिउँ आएको चिसो छ. आइसमा राखेर लिएर आएर अनि चिसो त यति नजिक त कोही पनि बस्दैन नलाग्यो. राम्रो स्पट भयो बस त के भयो किन नबस्नु?
कति फर्टाइल छ क्या यहाँको बाटो आमा लिनु बाटो कि माटो माटो मेरो फेरि बोली मेरो मैले आमा खोइ त ढोका यहाँ छ त ढोकै ढोका लाएको थियो मैले यो ढोका यस कति क्युट हाम्रो यो यहाँबाट खोल्ने हो ढोका नाइस यहाँ सिधा पाङ्लो त्यो नत्र यस्तै पनि होला हो खोइ त्यस्तो होला कुसुम मुसुम त्यहाँबाट छिर्ने होला कि यो भित्र उता त ठिक देखेछ नि हैन म्याट स्याट राखेपछि अनि हुन्छ कि हालिक न हाली माथि गर्दै हाल्ने अहिले त नहालेको अब हालौँ न हाल्नु रातमा चाहिएला नि चिसो आउँछ कि माथि त अगाडि हो दिस इज वेलकम म्याट एकवटा क्या दुईवटा काटिदिनु एकवटा काटिदिनु न त दुईवटा काट्नु अझै दुईटा एक्स्ट्रा मेहनत हेरौँ है टेन्सन गर्दैछौँ हामी हाम्रो कति क्युट टेन्ट छ ल येल्लो कलरको बोर्डर ल दामी ल दिस इज आवर वेलकम म्याट यस्तो कोठा कोठा सफा गरेर खेल्ने भित्र तपाईँ त सिनेमेटोग्राफी पढ्नु पर्ने क्या हो हेर्नु डिरेक्ट क्यारे क्यामेराम्यान जसरी ल यत्तिको भएपछि अब भालु आएर नि हल्लाइदिनु हल्का यो अगाडिपट्टि टिप पार्नुपर्ने क्या त्यसले राम्रो देखिन्थ्यो के हो अगाडि आएको चाहिँ भित्र क्लिप छ क्या यसमा अड्ने कहाँ अड्ने यहाँभित्र आज हामी यसरी खोलाको छेउमा बस्ने हो यता हाम्रो टेन्ट बन्दैछ हेलो गाइज हेलो यो फेरि मेरो गाडी मेरो उसमा कसरी आएको छ पावर ब्याङ्क मेरो झोलामा मेरो आँखा के भयो के हो यो ग्रिन कलरको म्याट उल्टोमा छ क्या होइन हजुरले भिडियो हजुरलाई भिडियो पठाउँदाखेरि ब्लू कलरको ग्रीन थियो गाइस ग्रिन थियो के ला यो त तिरपाल हो त्यो उ दुईजना समातेर निकाल न अर्कै थियो अहिले त्यो भित्रपट्टि ग्रिन छ क्या गाइस खोला न हेल्प गर नच्यात है नच्यात ल हेर त त्यसलाई आफ्नै पारा यो त्यसलाई चाहिँ बाहिरै उ गरेर के उता चाहिँ प्रेस गरेर क्या के हो र यो म्याट हेर हेर यिनीहरू आफ्नै पारामा हेर यहाँ माटो लैसकेछन् माटो खुट्टा पुछेर हजुरले लिएर आएको थियो जब कि दाइ भित्र पस्नु भएको
second episode. हाम्रो tent पनि set up भयो. Now we are going to hike. That is our tent. All credit to me So for setting. so unfair. And This all is credit so to unfair. this beautiful, pretty cameraman, camera woman, and this lady who is just hanging around us. No credit to her because her sleeping bag was in California. Anyway. Oh my god, big credit to her because I bring the vibes and fun. Anyways, we are having fun. We'll go to hiking. Hopefully Table Mountain, if not Oh, let's somewhere aim to for Table Mountain. Damn, yeah, what is that? Table Famous Mountain one? is like 5 miles back out Oh my god, you said too. 2.5 I think. 2.5 one way. So 5 miles out and back. Oh my goodness. So let's go. Lahara, lahara. कसैको मतलब छैन प्रकृतिको काखमा खोलाको कलकल आवाज सुन्दै आफ्नै पर Oh my god, दामी छ ट्रेल तर मौसम हो क्या मेन त मलाई मौसम मन परेको लगाए त अब ओके गाइजहरू हामी जाँदैछौँ फेरि चाहिँ खोला बग्ने ठाउँ ल के गर्थ्यो जङ्गली मान्छे आउला फेरि हामी लगेर जङ्गल आफ्नो रुट क्या अब आफ्नो पुर्खौली शासन हुन बसेन त्यस्तै त हो होइन कि पुर्खौली खोज्न आएको हजुर पुर्खौली खोज्न आएको जङ्गलमा आफ्नो मनको पुर्खा आफ्नो मनको पनि रुट तर त्यो जति खोजी पनि पाइँदैन क्या फेरि यहाँ अचम्म खिच्छ एकैछिनमा आयो यसो मन बहलायो फेरि ब्याक टु कृत्रिम आर्टिफिसियल सबै सुख भएर पनि मान्छेहरूले किन जङ्गल आउनु पर्छ त भन्ने कुरा होइन भन्नु सुख नपुगेर सुख नभएर देखावटी खुसी देखावटी सुख भएर जहाँ कमाइ भएको छ त्यही चाहिन्छ होइन के भयो हिजो पाउँदैन त भत गएर समाचार के हो समाचार यो त अब जुत्ता कृत्रिम भयो अब प्रकृतिमा खाली खुट्टा हिँड भनेको क्या तिमीलाई के भइरहेको मलाई मिल्थ्यो भने म त सहरिया बन्ने धेरै भनेको अघि जुत्ता हिँड्नुपर्छ सन्सेट जानु स्टिल उकालो ओ मैले उकालो हो यो त हो स्टिभ क्लाइम्ब स्टिभ पनि स्टिभ स्टिभ बन स्टिभन जानु भएको
I can do it myself. जस्ट मलाई पछाडिबाट भालुले आएर लिएर जानु भएन भालुको लागि छाकै पुग्नु ये कम्प्लिमेन्ट था या बेइज्जती बेइज्जती है आइया Oof, you guys gonna keep going, what's it? Of course. Of course, we are targeting Mars. We just have to increase our pace. Please, you have to, guys. और अगर भयो भने बिचबाट फर्किन मजा आउँदैन यति धेरै हिँडेपछि त बिचबाट फर्किन मजा आउँदैन 1 माइल जतिमा बोला हिँड्नु थाल्यो अर्को 1 माइल त होला कस्तो रहेछ के लागि गएर हामी थाहा छैन यहाँ फोटो त आउँदैन त नेट छैन केको लागि यत्रो दुःख हो अलिअलि मान्छे हिँडेछन् कुन चाहिँ खालबाट है कति घना जङ्गल रहेछ नि त्यहाँ त गाई एक दुई नानी नानी खाँच्नु ओइ पछाबाट ए नानी त होला नि मात्र मात्र हामी टेबल माउन्टेन को भ्यू पोइन्टमा बसेर यहाँ टेबल जस्ता ढुङ्गाको टेबलमा माछा खाँदै मेरो साथीहरू माछा खाँदै हुनुहुन्छ अनि यतातिर यो यस्तो राम्रो भ्यू छ घना जङ्गल छ यो चाहिँ कस्तो स्टार सेपको रहेछ नि के गर्ने हो त्यो चाहिँ पकाएर खाँदैन पुग्री क्या हो मलाई पनि भ्याउ ल अघि जान त जनतन गयो तर अब फर्किने बेलामा यस्तो हालत खराब भइरह म लिटरली मेरो खुट्टै चलिरहेन के किन हाल्यो होला यस्तो ठुलो त्यस्तो भएछ तर यो रुख चाहिँ मरेको छैन केले ढाल्यो होला त आखिर यो रुखलाई Oh my god. Finally, we made it back to our campsite. अब एकैछिनमा यहाँ दाउरा कलेक्ट गरेर आगो बाल्नु पर्नेछ क्याम्प साइटको लगभग 200-300 फिटमा पनि अर्को एक दुईवटा ग्रुप रहेछ त्यो भएपछि बाघ भालुको त्यस्तो डर हुन्छ जस्तो लाग्दैन सुमधुर हुन्छ होला आजको साँझ We are planning to swim here. जय बजरंगबली के हो यो खास दाउरा पनि हान्नु त गाई त्यो त के को हो
त्यो खोइ के हुन्छ फायर स्टार्ट गर्छ कि त्यसले त्यो सबै राखिदिने हो क्या आदि राख्नु पनि हुन्छ तँले दाउरा बनाऊ अनि बाला बाँधी हजुर तँले दाउरा राख नि बाला बल्ल हुन्छ नि आइन त भन्नु पर्यो त्यही पछाडि हेर कसरी काट्ने मजाले झल्किँदो रहेछ वाइ आई फिल लाइक त्यो यो दाउरा बोल्दैन त्यो कहाँ चाहिँ सस्तो लागेन मलाई नि यस्तरी गरेर हुन्छ कुरो कुरो गर्नु त Yes. You are doing good. एकजना समात्नुपर्छ क्या यो रुख अब अन्त समात त्यो ढलेर चाहिँ यसरी यता समात न मराखेन होला क्या अझै मरा छ उ सुकेर हेर न पात वेट 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 साइजहरू किन Wow. Mereka dapat nikah lagi tahu tuh gimana pada nanti kita tahu tahu sih ada kita tahu kan kita cium चुलो बन्दैछ यहाँ यता यता ठुलो भयो दाउरामा दियो पानी त खानु पर्छ तर यहाँ सिट चाहिँ गर्छ किन यहाँनिर तातो तातो यति बग्लिन्छ त भएन ठिक चाहिँ हुन्छ तर उ यो दाउरा माथि छ क्या यो ल्याएर पुर्छ यो दाउरा हटाउँदा बुझ्नु नि यता हाम्रो चुलो बन्दैछ चुलो चिया नास्ता खानलाई यता ठुलो आगो यता सानो आगो Cheers to our tea time. Our dinner is ready here. Wings. कति उज्यालो देखेछ त्यस्तो आउँदा खर उज्यालो छ नि उज्यालो मौसम मेरो कपाल त बाख्रा जस्तो देखिरहेको बाख्रा कुखुरा मान्छे मैले भनेको फोटो क्या फोटो भेटियो मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो गाईलाई चराउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउँदै लाली जोबन जान्छ कि हजुर हो पात बजाउँदै ओहो बिर्सिएर आफैलाई हराऊ कि म तिमीमा बिर्सिएर आफैलाई हराऊ कि म तिमीमा श्वास यता फेरेर धड्कियौँ कि म तिमीमा श्वास यता फेरेर धड्कियौँ कि म तिमीमा दुखाइको मालम तिमी ला दुखाइको मालम तिमी कविको त्यो कलम तिमी धरतीमा
धरतीमाथि गगन तिमी सुसाउने पवन तिमी धरतीमाथि गगन तिमी सुसाउने पवन तिमी तिमीमा नै म देख्दछु विश्व सारा सुन्दर तिमीमा नै म देख्दछु विश्व सारा सुन्दर तिमीमा नै म पाउँछु मेरो पावन ईश्वर तिमीमा नै म पाउँछु मेरो पावन ईश्वर के जादु गरायो खै तिमी मात्रै म देख्दछु के जादु गरायो खै तिमी मात्रै म देख्दछु यो भिडमा नि केवल तिमी मात्रै म भेट्दछु यो भिडमा नि केवल तिमी मात्रै म भेट्दछु तिमी उता फुलेकी छौ म हेरेरै अगाउँछु तिमी उता फुलेकी छौ म हेरेरै अगाउँछु बिना छोई म तिमीलाई आफैभित्र समाउँछु बिना छोई म तिमीलाई आफैभित्र समाउँछु That's it. वाउ ये दामी 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 सुरावर्स है वर्ड्सहरू मलाई कस्तो मनपर्छ यो धेरै पुरानो हो होला तकदीर कसले देख्यो र खै कसले लेख्यो जीवन जसले दियो उसैले आज मरण टोकिसक्यो जीवन जिउने हामी सोही क्रममा रुने हाँस्ने अनि कराउने पनि हामी तर प्रतीक्षा उही दिनको जलेर भैजाने घरानीको जलेर भैजाने घरानी ओह मिठ सागर सरी चोखो माया तिमीलाई दिउँला यो जानले साथ लिए तिमीसँगै जिउँला ज्योति चिसो आएर पछाडिबाट खोलाको आवाज झन् बढिरहेछ अब चिसो बढिरहेछ आगो सेलाउँदैछ कस्तो त चिसो अन्त हालेर घाटतिर अगाडि सेकिरहेछ पछाडि बरफ भइरहेछ रमाइलो छ मध्यरात भइसकेको छ र अब हामी सुत्न तयारी आजको दिन सुमधुर रह्यो र हाम्रो भोलि फर्किने दिन सुरु भइसक्यो 12 बजे ए सुरु भइसक्यो त भोलि ठ्याक्क 12 बज्यो यसरी आजको दिनको अन्त्य हुँदैछ हामी यसरी उठ्यौँ गुड मर्निङ क्याटस्किल्स सेफै रहेछ नै सबैजना भालुले खायो कि भनेको बिहानको पहिलो आगो पनि बल्दैछ हामी झोलाको कन्डिसन रिपोर्ट गर्न गएछौँ हामीले झोला कस्तो ठाउँमा राखेका छौँ हामीहरूको भाग भालुसँग सुरक्षित हुनलाई हेरौँ है त हाम्रो झोला सकुशल छ कि छैन रहेछ है झोलामाथि ब्रान्च आएको 5 फिट तल अनि ग्राउन्डबाट 6 फिट तल माथि हुनुपर्ने हाम्रो लगभग त्यस्तै रेन्जमा छ अलिक कम होला होइन तर हामीले आफूलाई गर्न सक्ने जति गरेछौँ यसरी हाम्रो सेफली यहाँ खानेकुराहरूसँग भालुहरू एट्र्याक्ट हुन्छ भनेर चाहिँ यो माथि राख्नुपर्छ र यहाँ कसरी राखेको थियौँ हिजो राति एकदम स्ट्रगल भएको थियो यो प्रोसेसमा अनितालाई लायो पनि म एकदम माथि छु तर खैर हामी सबैजना कुशल भयौँ पालु पनि आएन पल्लो है त
ल्यान्डेड सेफली लगेज आयो लगेज नेपालबाट लागेको लगेज आयो अहिले यतिको देखिरहेको छ हिजो केही पनि देखेको थिएन कि यो जङ्गलमा हामीले यो ब्याग राख्ने बेलामा लाइट बालेर 3 जना मान्छेले तिनतिर लाइट बालेर एकदमै दुःख गरेर ब्याग राखेको थियौँ भिडियो खिच्ने आँट पनि आएन हिजो चाहिँ कति राम्रो आगो बालेको छौँ हामीले उठ्ने बित्तिकै हाम्रो काम आगो ताप्ने खोलामा जाने आगो ताप्ने खोलामा जाने आगो ताप्ने खोलामा जाने आगो ताप्ने खोलामा जाने यहाँ तातो पानी रेडी हुँदैछ अनि कोल्ड प्लन्ज गरेर आउँछु होइन खोलामा मिनट सक्छु गएर आइहाल्छु नजमिकन आउनु जमेर उतै बस्नुलाई फेरि चिसो पानीमा नुहाउँदै हुनुहुन्छ पुग्यो कतिको चिसो छ I would rather go and bring knife. आरीले कागती काटेर Oh, रस छ यसमा चाहिँ के हानि त्यसै गर्नुपर्छ जङ्गलमा भट्ट नट एडा माने ल है त गाइजहरू के छ भन्नु ल हेरौँ त हामी पानीको मजा लिँदैछौँ यता ब्रो यु गाइज लुक सो फनी आधा टाउको अनि आधा खुट्टा देखेको हामी कोल्ड प्लन्ज लिएर सो कोल्ड कोल्ड प्लन्ज पश्चात यसरी आगो तापेर ज्यान तताउने काम हुँदैछ जाडोले कफाइरहेछ यो यहाँ फेरि तात्यो हाम्रो मनमा वाइ वाइ कोल्ड प्लन्ज पछिको हाम्रो न्यानो न्यानो खाना हाम्रो मनमा वाइ वाइ र अब यो चिसो तातो सबै मिसाएर न्यानो सम्झना यी झोलाहरूमा प्याक गरेर हामी घरतिर लाग्दैछौँ के गर्दै जब हामी निक्लिन थाल्यौँ हाम्रो क्याम्पिङको यात्रा ब्याकप्याकिङको यात्रा यहीसम्मको रहेछ हामीलाई साथ सहयोग माया ममता दिनुभएकोमा तपाईँहरू सबैलाई धन्यवाद कस्तो त दिन भन्दाखेरि हाम्रो हिजो र आजको दिन 20 आउट अफ 10 भनेको 2 टाइम्स बेटर यस सो हामी तपाईँहरूलाई अर्को एपिसोडमा भेट्छौँ तपाईँको लागि तबसम्म हामीलाई माया गर्दै गर्नु र लाइक कमेन्ट सेयर गाइज बाई बाई हामी अब फेरि फर्किँदैछौँ फर्किने बेलामा बाटोमा फेरि 1.2 रहेछ हिजोको यात्राको हल्का नेक्स्ट टाइम आउँदा कता कता जाने भनेर पनि हेर्दैछ त्यति सानो म्याप छ म्याप डाइरेक्सन बोर्ड त्यसलाई हेर्दै भरिया दाइले बिसाउने भारी सुन माया टाढेको अब चाहिँ हाम्रो जर्नी फर रियल एन्ड हुन्छ किनकि हामी ट्रेलरमा आइसकेका छौँ चेकआउट गरेर हामी जानेछौँ हिजो रजिस्टर गरेकोमा आज चेकआउट ल हामी फर्केर गाडीमा पनि बसिसक्यौँ यहाँ मेरो साथीले मेहन्दी लाउँदै हुनुहुन्छ पछाडि बहिनीजी पनि थकित मुद्रामा रेडी हुनुहुन्छ घर पुग्नलाई अब म स्टियरिङमा यता प्यासेन्जर पछाडि अर्को प्यासेन्जर हाम्रो यात्रा घरसम्मको बाई बाई Hi!